नमस्कार। सम्बन्ध नेपाल युट्युब टेलिभिजन हेरेर बस्नुहुने तमाम दर्शक महानुभावहरूमा म नारायण विश्वकर्माको तर्फबाट यहाँहरूलाई स्वागत गर्न चाहन्छु। यति बेला मेरो साथमा उदय अतीत भण्डारीजी पनि हुनुहुन्छ। हामी दुईजना आज स्याङ्जाको गल्याङ नगरपालिका 11 भाटी सिमले निवासी खगेन्द्र प्रसाद अधिकारीको घर चाहिँ भत्किएको छ। वर्षातको कारणले गर्दाखेरि, अविरल वर्षाले गर्दाखेरि उहाँको घर पूर्ण रूपमा चाहिँ भत्किएर क्षति पुगेको छ। एकदमै दर्दनाक अवस्था छ हाम्रो खगेन्द्र प्रसाद अधिकारीको घरको र उहाँहरूको अवस्था पनि एकदमै दर्दनाक छ। गत असार 12 गते दिउँसो 12 बजेको समयमा उहाँको घरमा चाहिँ उहाँको त्यही दिन घर भत्कियो र उहाँहरू अहिले चाहिँ करिब 1 महिनाभन्दा धेरै हुँदाखेरि पनि उहाँहरू आश्रयविहीन हुनुभएको छ। उहाँहरूको बास भत्किएको छ। उहाँहरूको कतै पनि बस्ने ठाउँ चाहिँ छैन र उहाँहरूको घरमा जति पनि सामानहरू थिए ती सामानहरू पुरिएका पनि छन्। उहाँले कर्म गरेर खाने भाँडाहरू पनि पुरिएका छन् र अहिलेसम्म ती भाँडाहरू उहाँले झिक्न सक्नु भएको छैन। खगेन्द्र अधिकारीसँग हामी कुराकानी गर्दैछौँ। उहाँको घर कसरी भत्कियो र के भयो भन्ने थुप्रै विषयहरूमा हामी तपाईहरू सामु कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ खगेन्द्रजी। हस् त, नमस्कार। अब मेरो घर त गइसक्यो। बस्ने बास छैन, खाने घाँस छैन। सबैले भन्न थाल्नु भएको छ कि ल हामी गर्छौँ। सम्पूर्ण यस स्याङ्जा जिल्लावासीलाई मैले अनुरोध गर्न चाहन्छु, म कसो गरेर खाने, म कसो गरेर बस्ने। अब मेरो घरको हालत यस्तै छ। म गरिखाने मान्छे हो। अनि मलाई सबैले सहायता र सहयोग गरिदिएदेखि म राम्रो किसिमसित घर बनाउन सक्थेँ एउटा जस्तो लाग्छ। खगेन्द्रजी, असार 12 गते तपाईँको घर भत्कियो। त्यति बेला तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्थ्यो? म चाहिँ, मेरो सासुआमा चाहिँ माथि बिरामी हुनुहुन्छ, एकदम सिरियसमा। म चाहिँ खाना खाने बित्तिकै म यही कोठामा सुत्थेँ। सुत्ने भएदेखि म आफै मर्ने रहेछु। अनि म माथि ल आमालाई चाबिया छ अरे, माथि जानुहोस् भनेर चाहिँ मेरो श्रीमतीले भन्यो। अनि श्रीमतीले भनिसकेपछि ल त्यसो भएदेखि तिमी यहाँ घर भाँडासाँडा मात्दै गर, म माथि जान्छु। अनि माथि गएर आउँछु भनेर भनेको। त्यो चौबारीमा सुनेको कुरो हो, हुलाको चौबारी भनेको। त्यहाँ चौबारीमा सुने कि चौरेको त घर पहिरो गएको छ भनेर मलाई चौरे भन्छ नि यो गाउँमा। अनि कुन चौरे हो? एउटा करादी खोला छ, एउटा दिमिकमा छ, एउटा भुजातमा छ चौरे, 3टा। एउटा म गलकोटमा छु भनेर मैले भने। भन्दाखेरि होइन कि तपाईँकै घरवाला भेनाजु भनेर म सट्ट माथिबाट आमा तपाईँले खानासाना खानुहोस् भनेर म तल झरेँ। तल झर्दा त मेरो घर त यस्तो भइसक्यो रहेछ। अनि मैले बुढी त भित्र दिइस् कि कता दिइस् भन्दा म त भाँडा मात्दै थिएँ भने। यो तल्लो घर भित्र भए पनि बुढिया जाने रहेछ। अनि माथि म एकछिन सुतेर जान्छु भने म माथिबाट जाने रहेछ भन्दा यति गरहले चाहिँ बचायो। सर यही मात्रै छ मेरो कहानी। दुखेछ भन्ने कुरो अब यही एउटा बास हो। मलाई अरू कुरो केही पनि छैन। मेरो एउटा बास हो। एउटा बासमा बस्ने
अनि त्यही कमाउने क्यार्ने ल्याउने खाने दुईवटा बुढाबुढी अब छोरा छोरीहरू दिइसकेको अनि दुईवटा छोराले आमा आफ्नो परिवार लिएर अन्त हिँडे अनि हामी दुईवटा बुढाबुढी मात्रै यहाँ बसेका छौँ। परिवारमा अब अहिले चाहिँ तपाईँ श्रीमान श्रीमती मात्र हुनुहुन्छ है? मात्र, हजुर। छोराहरू छोरीहरू कहाँ कहाँ? एउटा काठमाडौँतिर घर बसेको लकडाउनले गर्दा आउनु पाएन, एउटा छोरी दिल्ली छ त्यो पनि आउनु पाएन। जस्तै छोराहरूबाट कतिको सहयोग पाउनुहुन्छ तपाईँ? मैले अहिलेसम्म छोराहरूबाट सहयोगै पाएको छैन। अब छोरीहरूले दिने सहयोग भनेको त्यहाँ आउँदा पावर लिएर आउने हो, त्योभन्दा अर्को विकल्प त छैन। बिहान बेलुका हातमुख जोड्ने बाटो चाहिँ तपाईँहरूको के छ, के गर्नुहुन्छ? जोड्ने बाटो भनेको त्यही नगरपालिकाले एक कट्टा चामल दिएको थियो अस्ति नै 25 किलो, त्यो पनि यहीँ पुरियो। अनि 25 किलो त पाण्डे दाई गाँडा, 25 किलो त अब सधैँ माग्न जान पनि शर्म लागेको कुरो हो नि। अनि त्यहाँबाट लिएर आएको त्यो एक घाँस खानलाई पुगेको छ सर, त्यही मात्रै छ। अरू कुरो जति भाँडाकुटी जति सबै पुरिएको छ, अब कता गएर के गर्ने। तपाईँले अरू बेला चाहिँ के काम गर्नुहुन्छ? मैले मेरो कृषिमा थोरै छ काम, कृषि थोरै मात्रै, त्यही पनि अर्काको अध्ययमा गर्ने हो। त्यो आधा काम गरेर ल्याउनलाई चाहिँ त्यस्तो छैन। भनेपछि तपाईँको जग्गा जमिन पनि छैन? जग्गा जमिन छैन, मेरो गाउँमा हो। उहाँ मेरो घर भनेको त बङ्गराती थुमा हो। अनि त्यो जग्गा जमिन छोडेर आएको यहाँ चाहिँ मैले छोराछोरी सधैँ ठुला बनाउँछु, बलिया बनाउँछु भन्दै आएको। अनि यहाँ आएपछि अब छोराछोरी ठुलाबडा बने, आफ्नो घरतिर लाग्यो। अहिले जुन यो तपाईँको घर यो भएको जग्गा तपाईँको हो कि होइन? यो भन्नाले मेरै हो, मेरो सासू आमाको ससुरालीको। यो ससुरालीले मलाई भूमिदान दिएको। हजुर। यो आमाको नाममा छ लालपुर जपनी, मेरो नाममा अहिले लालपुर जपनी छैन। सासू आमाको नाममा छ। सासू आमाले पास गरिदिनु जान्छु चाँडै हिँड भनेर भन्दाखेरि म अबेला गर्दाखेरि सासू आमा ढल्नुभयो। अनि म चाहिँ यत्तिकै बसेको। अनि जब तपाईँको घर भत्कियो त्यस पछाडि तपाईँ कहाँ बस्दै आउनु भएको छ? कहाँ खाने पकाउने? सासू आमालाई कुर्ने त्यहाँ। अनि त्यो भत्किने लागेको छ भान्सा। अब टाटहरू हजुरहरूले देख्नुभयो, त्यही टाटमा चाहिँ टाट मुनि बस्छौँ बुढाबुढी, मासतिर हेर्दै। त्यो कति बेला जाने हो त्यही हेर्दै हामीले चाहिँ त्यही खाना पकाउने अनि मासतिर निक्लने। जस्तै पानी पर्ला कहिलेकाहीँ बस्दै गर्दाखेरि होइन, त्यो समयमा चाहिँ? हजुर, त्यो एउटा टाट छ, त्यो टाटमा मुनि बसेका छौँ। पानी आयो भने अर्काको घरतिर, पल्लो घर चाहिँ बलबहादुर घर, पिया पनि पहिरो गएको छ। त्यस्तै कहिले कसको घरमा कहिले कसको घरमा गर्दै बस्दै गरिरहेको छ। अहिलेसम्म सहयोगहरू तपाईँलाई कुनै सहयोग भन्नाले एउटा रेड क्रसले 5000 रुपियाँ र टाट अनि कपडा अनि 2-3टा देब्ची र स्पुनहरू दिनुभएको छ उहाँले। त्यतिमा नगरपालिकाबाट कुनै नगरपालिकाबाट अहिलेसम्म कुनै सहयोग भन्नाले एउटा टाट दिनुभएको छ नगरपालिकाले, मेयरजीले। अब त्योभन्दा अर्को कुरो छैन। तपाईँले नगरपालिकामा मेरो घर बनाउनु पर्यो भनेर सहयोगको लागि जानु भएको छ कि जानु भएको छैन? होइन, म गइराखेको छु। मैले यो फोटो पनि लिएर गइराखेको छु। मसँग फोटो छ, हजुरहरूले हेर्न सक्नुहुन्छ, पहिल्यै खिचेर राखेको। अनि यो फोटो मैले नगरपालिकामा 5 कपी दिइरहेको छु। दर्शक महानुभावहरू, खगेन्द्र अधिकारी एकदमै दर्दनाक अवस्थामा हुनुहुन्छ। उहाँको घर जब बर्सातको पानीले गर्दाखेरि पहिरोले भत्कियो, त्यस पछाडि उहाँको बास समेत छैन। उहाँ अघि देख्नुभयो, यहाँ मैले तपाईँलाई देखाइरहेको छु, त्यो चाहिँ देखिरहेको त्यो चाहिँ टाट हो। त्यो चाहिँ नगरपालिका अनि रेड क्रसले चाहिँ दिएको टाट। उहाँले त्यही टाट
आँगनमा त्यो दछाएर आँगनमाथि टाँगेर चाहिँ बसिरहनु भएको छ। कहिलेकाहीँ पानी आउँछ, हुरी चल्छ, त्यति बेला उहाँलाई चाहिँ एकदमै पीडा हुन्छ, पानीहरू चाहिँ चुइन्छ, बस्ने ठाउँ पनि हुँदैन। यस्तो चाहिँ दर्दनाक अवस्था छ दर्शक महानुभावहरू खगेन्द्र अधिकारीजीको। उहाँले घर भत्केको 1 महिनाभन्दा धेरै भइसक्दाखेरि पनि कुनै सङ्घ संस्थाहरूबाट कुनै पनि प्रकृतिका चाहिँ अलिकति ओझिला सहयोगहरू चाहिँ पाउनु भएको छैन। केवल रेड क्रस र गल्याङ नगरपालिकाले रेड क्रसले केही टाट र खाद्यान्न लत्ता कपडाहरू चाहिँ दिएको उहाँले जानकारी गराउनुभयो र गल्याङ नगरपालिकाले एउटा टाट दिएको र चाहिँ अन्य सहयोग गर्ने आश्वासन पनि छ नगरपालिकाबाट भन्नुभएको चाहिँ छ खगेन्द्रजीले। नमस्कार। गल्याङ नगरपालिका वार्ड नम्बर 11 भाटीको सिमलेमा हामी छौँ। आज म उदय अतीत तपाईँहरूको माझमा छु र यो घटना हेर्दाखेरि एकदम दर्दनाक देखिएको छ। घर आधै लडेको छ र यहाँ बस्ने स्थिति नै छैन। यो हेर्दाखेरि अवस्था हेर्दाखेरि मलाई उहाँले पहिले नै बताइसक्नु भएको थियो र हामी बर्खाको मौसममा आउँछौँ भन्दाखेरि पनि त्यत्तिकै ढिला भयो। त्यही कारणले आज यहाँ आएका छौँ र यो अवस्था हेर्दाखेरि एकदम दर्दनाक देखियो। उहाँ आफै रुनुभयो, रोएर आफूले आफ्ना मनका कुराहरू राख्नुभयो र नगरपालिकाले सहयोग गरेको एउटा तिरपाल रहेछ। तिरपाल त्यहाँ ताँगेर उहाँहरू बस्नुभएको छ भने रेड क्रसले भाँडाकुँडाहरू आफूले सक्दो सहयोग गरेको रहेछ। नगद पनि 5,000 जति नगद सहयोग गरेको भनेर उहाँले जानकारी दिनुभयो। यो दर्दनाक देख्दाखेरि अन्य कतै उहाँले सहयोगको हातहरू फैलाउनु भएको थियो होला छरछिमेका, तर पनि केही सहयोग पाउनु भएको रहन्छ। आफ्नै छोराहरूबाट पनि सहयोग पाउनु भएको रहन्छ भनेपछि बाहिरकाले सहयोग गर्न त आशै छैन। यस्तो अवस्थामा तपाईँहरू देश विदेशमा जहाँबाट यो भिडियोहरू हेर्नुभएको छ, यो भिडियो हेरेर बस्नुभएको छ, उहाँहरूले जे जस्तो अवस्थामा सक्नुहुन्छ, जे जसरी सक्नुहुन्छ उहाँलाई सहयोग गरेर एउटा यो जग्गा पनि आफ्नो होइन, उहाँको आफ्नो होइन, सासु आमाको जग्गामा आफू आएर बस्नुभएको छ। यस्तो अवस्थामा हामीले नै उहाँलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता भएको कारणले गर्दा र हामी सबैको त्यही नेपालीहरूको मनमुटु धेरै ठुलो हुन्छ। हामीले सहयोग गर्ने आँट लिएको नेपालीहरू हामी छौँ भनेपछि देश विदेशमा तपाईँहरूले हामीलाई हेरेर बस्नुभएको छ, पक्कै पनि सहयोग गर्नुहुनेछ। हामीले तपाईँ यो सहयोग कसरी गर्ने भनेर हामीले लिङ्क यो भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छौँ, त्यहाँबाट हेरेर तपाईँहरूले सहयोग गर्नुहोला। हाम्रो फोन नम्बर रहनेछ, तपाईँले फोन गरेर सहयोग कसरी गरौँ भनेर सम्पर्क गर्न सक्नुहुनेछ। देश विदेशमा जहाँ बसेर हेर्नुभएको छ उहाँलाई जति सक्दो छिटो सहयोग गरिदिनु होला। बर्खाको मौसम छ, बर्खाको बेलामा अर्को दुविधा छैन, अर्काको घरमा आश्रय गरेर बसिरहनु भएको छ। अर्कोले भोलि त निक्लेर जा भन्दाखेरि कहाँ गएर बस्ने त्यो अवस्था उहाँहरूको छैन। एउटा तिरपाल हालेर बस्नु भएको छ। यो घर ढलो भने त्यो तिरपाललाई पनि चापेर त्यहाँ क्षति हुने स्थिति रहेको छ यहाँ हेर्दाखेरि। र मैले सोध्न पर्ने कुराहरू त हामी पहिल्यै सोधिसकेका छौँ। यहाँभन्दा धेरै बोल्न चाहिनँ म आफ्नो तर्फबाट। अहिले त मैले पनि धेरै सक्दिनँ, आफ्नो मनले सकेको मैले पनि आफ्नो तर्फबाट नारायण सर म भएर हाम्रो तर्फबाट सकेको हामीले यहाँ सहयोग गर्छौँ। हामीले अहिलेलाई यति राख्नुहोस्, पछि फेरि हामी सहयोग गर्न तपाईँमा जानेछौँ। यो पनि तपाईँलाई मैले 1 करोड जति सम्पूर्ण मान्छु। धन्यवाद हजुरलाई। हामी फेरि पनि सहयोग गर्ने मौका पाऊँ, सहयोग गर्न आउनेछौँ। तपाईँको यो भोलिका दिनहरूमा पनि तपाईँहरूले मलाई सहयोग गरिदिएदेखि म सबै खुसी हुन्छु। अनि मैले सम्पूर्ण मेरो देशवासीहरूलाई मेरो घर भत्कियो भनेर अरूको नभत्कियोस् भन्ने कामना पनि उहाँले भने जस्तै अरूको घर पनि नभत्कियोस् भनेर उहाँले जो शुभ मनबाट भन्नुभएको छ, आँसु झारेर भन्नुभएको छ। हामी जब नेपाली दाजुभाइ एक आपसमा मिल्यौँ भने कसैको घर पनि हामीले भत्किन दिँदैनौँ। यो सम्पूर्ण हामी नेपाली दाजुभाइले
जान्दै आएको कुरा हो र सहयोगी मनका नेपाली दाजुभाइहरू छौँ। जहाँ कहीँ हेरेर जहाँ कहीँबाट हेरेर बस्नुभएको छ, जति सक्दो चाँडो जहाँ हुनुहुन्छ तपाईँहरूले यो भिडियो हेरेर लाखौँ करोडौँ सामु पुर्याउनुहोस्, नेपाली 3 करोड जनताको सामु पुर्याउनुहोस् र सकेको सहयोग गरेर करोड जतिको भइरहेको सहयोग गरिदिनु होला। सम्पूर्णलाई चाहिँ उहाँको स्थिति एकदमै दर्दनाक छ। उहाँ र श्रीमती मात्र हुनुहुन्छ यहाँ, छोराहरू बाहिर छन्। छोराहरूलाई खबर गरिसक्नु भएको छ, तर पनि छोराहरूले कुनै सहयोग गर्ने आँटै गर्नुभएको छैन। उहाँहरू पनि हुनसक्छ लकडाउनमा फस्नु भएको छ। स्थिति यस्तै छ। एक त कोरोनाको महामारी, अर्को बर्खायामको महामारीले गर्दाखेरि, बर्खायामको यो घटनाले गर्दाखेरि अहिलेको स्थिति यस्तो देख्दाखेरि एकदम दुःख लाग्यो। हामी फेरि पुनः पनि तपाईँलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हामी धन्यवाद दिँदै मैले यो भिडियोबाट ओझेल पर्न चाहन्छु। मैले मेरो शरीरदेखिको मुटुभन्दा पनि अझ धेरै धेरै माया दिँदै धन्यवाद दिन चाहन्छु। उहाँले आउनुभयो आज अघिल्लो दिनमा मलाई दिनुभएको, उहाँले दिनुभएको नारायण सरले खिचिदिनु भएको फोटो, अनि यो सबै मेरा नेपाली दाजुभाइहरूले सबैले हेरेर सायद मैले गर्न सकेछु भने सकेछु। भोलि पर्सि तपाईँहरू नेपाल आइसकेपछि यदि सकिनँ भने मैले एउटा बास बनाउनु पर्यो। म एउटा गाँस र बाँसको चाहिँ आमन्त्रित व्यक्ति रहेछु। हिजो चाहिँ मलाई आमाले जन्म दिएको, मलाई चाहिँ पठाउनु भयो, आमाले निकाल्नु भयो र म आएँ। अब जहाँसम्मको तपाईँहरूले दिन सक्ने सहयोगहरूमा मेरा नेपाली दाजुभाइ दिदी बहिनीहरू, आमा बुवाहरू मलाई दिए पनि ठिकै नदिए पनि ठिकै, तर आशीर्वाद दिने काम गर्नु होला। मैले त्यति मात्रै चाहन्छु। मेरो अरू दुखेसो होइन, म घरमा बास बस्न पाइनँ, मेरो गाँस छैन। अब यस्तै दुःखमा बसिरहेको छु। आज चाहिँ मेरो चाहिँ नारायण सर र उदय सरले चाहिँ सहयोग गर्न भनेर आइसक्नुभयो र आज गर्नुभयो। उहाँहरूलाई मैले मुरी मुरी धन्यवाद दिन्छु र राम्रो उहाँहरूको चैतन्य आत्मादेखिबाट उहाँहरूले यो 1000 दिनुभयो। म यो 1000लाई चाहिँ पूजा गरेर राख्छु र हजुरहरूले पठाएको पनि सायद पूजा गरेर राखुला। सबै दाजुभाइहरूले सुनिदिनुहोस्, मेरो दुःख यस्तो छ, घर यस्तो छ। अब सधैँ अर्का काम गरेर बिहान बेलुकी चाहिँ जीविकोपार्जन गर्ने मान्छे हो म। अब अहिले जीविकोपार्जन गर्न हिँड्न भ्या छैन। अर्काको अवधि बारी गरेको बाँदरले मकै मुन्टिया छ। अनि अब बेलुकीमा सासु आमा चाहिँ सिरियस हुनुहुन्छ, रातभरि कुर्न जानु परेको छ। र सबै मेरा नेपाली दाजुभाइहरूले अब यसलाई यस्तो परेको छ, घरमा बास छैन, अब टाट लाएर बसिएको छु। अब त्यो बस्ने बेला खाना पकाउँदा कति बेला पहिरो जान्छ, आधा गइसक्यो, आधा चाहिँ टाट लगाएको घर चाहिँ त्यो पनि आएर टाट पनि कुरेर दुईवटा बुढाबुढी मरिन्छौँ कि जस्तो। छोराहरू आफ्नो छोराछोरी बुढी लिएर कोही दिल्ली कोही काठमाडौँतिर गए। अब कोही छैन मेरो भन्ने, एउटा बुढी र एउटा म मात्रै छौँ। सबै इष्टमित्रहरूले देखेका कुराहरू जति अब तपाईँलाई यो क्षणिक सभ्यताहरू देखाइयो। तपाईँहरूले चाहिँ के गर्नुपर्छ, कसो गर्नुपर्छ त्यो गरिदिनुहोस्। अब आज ममा 1000 रुपियाँ आज उदय भण्डारीबाट आज उहाँले बेच्छ नि, यो 1000लाई मैले 1 करोड समान मान्छु। किन भन्दाखेरि उहाँ चाहिँ मेरो एक किसिमको भाइ समान मान्छु। उहाँले दिनुभएको यो रकमलाई मेरो घरको यो हालत देख्दाखेरि यसैले भए पनि केही किनेर त खा, नुन किन्न त पुग्छ, दाल किन्न पुग्छ भनेर दिनुभयो। तर उहाँलाई चाहिँ मैले मुरी मुरी मेरो आत्मैदेखि धन्यवाद दिन चाहन्छु। मेरो मिडियामा चाहिँ जति पनि कुरो गरिदिनुहुन्छ, जति पनि मेरो विदेशमा भएका भाइ बहिनीहरू यही कुरो गरिदियो। मैले एउटा बास चाहियो,
घाँसलाई त म आफै बनाउँला बरु, तर बास चाहियो मलाई, त्यतिमा मात्रै। दर्शक महानुभावहरू, तपाईँले देखिसक्नुभयो हाम्रो खगेन्द्र अधिकारीजीको रोदन। उहाँले एकदमै दुःखका साथ भन्नुभएको छ, पानी आउँदाखेरि ओत लाग्ने छानो छैन, भोक लाग्दाखेरि खाने खर्च चाहिँ छैन। कोरोना भाइरस कोभिड-19 को कारणले गर्दाखेरि काम गर्न पनि पाइरहेको छैन, हिँड्न जान सकिरहेको छैन। घरमा रहेका छोराहरू पनि कोही काठमाडौँ, कोही इन्डियातिर छन् र उनीहरूले पनि अहिलेसम्म कुनै पनि प्रकारको सहयोग गरिसकेका छैनन्। जब घर भत्कियो, मेरो दशा लाग्यो भन्दै उहाँका आँखाबाट बलिन धारा आँसुहरू झरिसकेको तपाईँले देख्नुभयो। र यति बेला उहाँको जुन एकदमै दर्दनाक स्थिति देखेर हाम्रो सम्बन्ध नेपाल युट्युब टेलिभिजनका उहाँ चाहिँ क्यामेरा पर्सन हुनुहुन्छ र उहाँ युट्युब टेलिभिजनका सञ्चालक समितिमा आबद्ध पनि हुनुहुन्छ। उदय अतीत भण्डारी उहाँले व्यक्तिगत रूपबाट 1000 रुपैयाँ सहयोग गर्नुभएको छ। त्यसो त हामी त्यति धेरै सहयोग गर्न सक्ने प्रकृतिका चाहिँ मान्छे होइनौँ, तर पनि आफ्नो नैतिकताले भ्याएसम्म, आफ्नो बरकतले भ्याएसम्म हामी सहयोग गर्ने चाहिँ कोसिस गरेका हौँ। उदय अतीत भण्डारीजीलाई पनि सम्बन्ध नेपाल टेलिभिजनको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र खगेन्द्र अधिकारीजीले पनि उदय अतीत भण्डारीजीलाई आफूलाई 1000 रुपैयाँ केवल सहयोग गर्नुभएको छ, तर करिब 1 करोड भन्दा धेरै मैले मानेको छु भनेर भन्नुभएको छ। किनकि सबैभन्दा ठुलो मान्छेको मन हो। कतिपय मान्छेहरूसँग प्रशस्त सम्पत्ति भएर पनि उनीहरूले अरूलाई चाहिँ सहयोग गर्नुपर्छ भन्ने धारणा उनीहरूमा चाहिँ हुँदैन, उनीहरूले अरूलाई सहयोग गरिरहेका हुँदैनन्। तर कतिपय मान्छेसँग थोरै सम्पत्ति हुन्छ, अर्थात् सम्पत्ति हुँदैन, तर पनि उनीहरूले दीन दुखी गरिबहरूलाई चाहिँ सहयोग गर्ने एकदमै ठुलो हृदय बनाइरहेका हुन्छन्। दर्शक महानुभावहरू, तपाईँले अहिले हेरिरहनु भएको छ स्वदेश या विदेश, जहाँबाट हेरे पनि खगेन्द्र अधिकारीजीको एउटा सपना छ, अब एउटा बस्ने बास बनाएर हामी बुढाबुढी त्यो बासमा बस्न पाऊँ, ओतमा बस्न पाऊँ भनेर चाहिँ उहाँहरूले चाहिँ याचना गर्नुभएको छ। उहाँहरूको एउटा ओत बनाउनका निम्ति, उहाँहरूको एउटा बास बनाउनका निम्ति स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शक महानुभावहरूले जति सक्नुहुन्छ त्यति चाहिँ सहयोग गर्नको लागि हामीले हार्दिक अपिल गर्न चाहन्छौँ। दर्शक महानुभावहरू, देख्नुभयो खगेन्द्र अधिकारीजीको घर यस्तो हालत छ। यो घरमा कुन चाहिँ मान्छे, कुन चाहिँ व्यक्ति बस्न सक्छ होला र कोही पनि व्यक्ति चाहिँ बस्न सक्दैन। खगेन्द्र अधिकारीजीको हालत देख्नु भएको छ। यस्तो चाहिँ घर छ। उहाँ अलिकति तलपट्टि देख्नुभयो, त्यो चाहिँ तिरपाल हो, तिरपाल मुनि उहाँहरू बस्नुहुन्छ। तर कति बेला यो घरमा फेरि पानी परेर यो घर रुजेर त्यो तिरपाललाई, उहाँहरू सुतेको तिरपाललाई यो घरले च्याप्ने हो भन्ने एकदमै जोखिम छ। त्यसकारणले गर्दाखेरि पनि उहाँहरूले चाहिँ एउटा घर बनाउन चाहनु भएको छ। उहाँहरूको घर बनाउने सपनालाई पुरा गर्नका निम्ति तपाईँहरू सम्पूर्ण दर्शक महानुभावहरूले जति सक्नुहुन्छ त्यति चाहिँ सहयोग गर्नको लागि मैले अनुरोध गर्न चाहन्छु। यस्तो दर्दनाक स्थिति छ, एकदमै पीडादायी स्थिति छ। हालसम्म कुनै पनि सङ्घ संस्थाले घर बनाउनका निम्ति सहयोग गरिसकेका छैनन्। गलाङ नगरपालिकाको एउटा तिरपाल र रेड क्रसको एउटा तिरपाल 5000 रुपैयाँ सहयोग र केही भाँडाकुँडा बाहेक उहाँसँग कुनै पनि प्रकारका सहयोगहरू चाहिँ आइरहेको छैन। करिब 1 महिनाभन्दा धेरै भयो यो घर भत्किएको, तर पनि उहाँको अहिलेसम्म कसकोमा बस्ने, कसकोमा खाने, कहाँ के गर्ने भन्ने कुनै पनि प्रकृतिको टुङ्गो छैन। उहाँ घरमा आउँदाखेरि प्रत्येक दिन रुने गरेको सुनाउनुहुन्छ, किनकि आफ्नो बास छैन। अरूका घरहरूमा जाँदाखेरि पनि विभिन्न खालका भनाइहरू खानुपर्ने उहाँले हामीसँग चाहिँ दुखेसो गर्नुभएको छ। यसकारणले गर्दाखेरि पनि उहाँ जस्तो एउटा निम्न वर्गको मान्छेको सपनालाई पुरा गर्नका निम्ति तपाईँ हामी सम्पूर्ण एकजुट बनेर लागौँ। उहाँको घर बनाउने सपनालाई पुरा गर्नका लागि सबैजनाले जति सक्छौँ त्यति चाहिँ सहयोग गर्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ।